अन्तर्राष्ट्रिय मुद्रा कोष IMF र आर्थिक विश्लेषण सम्बन्धी अमेरिकी ब्युरोले दिएका अनुसार अमेरिकी राज्य क्यालिफोर्निया आर्थिक शक्तिमा कति स्थानमा रहन सफल भएको छ? यसको उत्तर रहेको छ 4औं स्थानमा। सन् 2024मा विश्वका बलिया मानिसका देशभन्दा तीव्र गतिको आर्थिक वृद्धि हासिल गरेको क्यालिफोर्नियाले हालै 4औं स्थानमा रहेर जापानलाई पछि पारेको छ र क्यालिफोर्नियाको अर्थतन्त्र झन्डै 41 खर्ब अमेरिकी डलर बराबर भएको र यससँगै क्यालिफोर्निया छुट्टै देश हुँदो हो त यो विश्वको 4औं ठुलो आर्थिक शक्ति हुने थियो। र आर्थिक हिसाबले प्रमुख राष्ट्रहरू सन् 2025मा अप्रिलमा रहेका छन्, जसमा अमेरिकी डलर अनुसार अमेरिका चाहिँ 300 नम्बरका साथ पहिलो स्थानमा रहेको छ, चीन 195 र जर्मनी 49, जापान 40, भारत 40 र बेलायत 37 अङ्कसहित रहेको छ। झन्डै 4 करोड जनसङ्ख्या रहेको क्यालिफोर्नियाले अमेरिकाको कुल ग्राहस्थ उत्पादनको एक्लै 14% को योगदान पुर्याएको छ। अमेरिकामै दोस्रो स्थानमा रहेको न्युयोर्कको अर्थात् 23 खर्ब, टेक्ससको 22 खर्ब र मासाचुसेट्सको 18 खर्ब र फ्लोरिडाको 17 खर्ब डलर रहेको आर्थिक प्रतिवेदनले देखाएको छ। र IMFका अनुसार विश्वका प्रमुख आर्थिक शक्ति राष्ट्रहरूको आर्थिक वृद्धि दर अमेरिकाको 27.2% र चीनको 4.6% र जर्मनीको चाहिँ 0.8% रहेको छ र जापानको 1.1% रहेको छ भने भारतको 6.5% रहेको छ र बेलायतको 1.6% रहेको छ। प्रश्न 2, तेस्रो नेपाल सुपर लिग NSL 2025 को उपाधि कसले जित्यो? यसको उत्तर रहेको छ ललितपुर सिटी AFCले जितेको छ, जसको उपविजेता चाहिँ पोखरा थन्डर्स रहेको छ। ललितपुर सिटी FCले लगातार दोस्रो पल्ट उपाधि जित्न सफल भएको हो र सर्वोत्कृष्ट खेलाडी चाहिँ आयुष घमाल पोखरा थन्डर्सबाट रहनुभएको छ र प्रिसो पोखरा थन्डर्सबाट उत्कृष्ट गोल रक्षकको उपाधि पाउन सफल हुनुभएको छ र अहमद हिजाजी चाहिँ धनगढी FCबाट सर्वाधिक गोलकर्ता रहनुभएको छ र यसरी सर्वाधिक गोलकर्ताबाट चाहिँ अहमद हिजाजी रहनुभएको छ र मणि लामा चाहिँ ललितपुर सिटी AFCबाट इनर्जेटिक प्लेयरको रूपमा सम्मानित हुनुभएको छ र अर्को चाहिँ इमर्जिङ प्लेयर चाहिँ सन्तोष खत्री ललितपुर सिटी FCबाट रहनुभएको छ र फेयर प्लेयर अवार्ड झापा AFCले प्राप्त गरेको छ र च्याम्पियन ललितपुरले 80 लाख र उपविजेता पोखराले 30 लाख रुपैयाँ सहित सो पुरस्कार हासिल गरेको छ। त्यस्तै आयुषले 2,50,000, प्रिसो र हिजाजीले चाहिँ 1,50,000 तथा मणि र सन्तोषले 1 लाख रुपैयाँ व्यक्तिगत पुरस्कार पनि प्राप्त गर्नुभएको छ। प्रश्न नम्बर 3 मा चाहिँ सन् 2025मा विश्वकै ठुलो धार्मिक मेला प्रयागराज कुम्भ मेला कुन नदीको सङ्गममा आयोजित भएको थियो? यसको उत्तर हुन्छ गङ्गा, जमुना र सरस्वती नदीको सङ्गममा रहेको थियो। र प्रश्न नम्बर 4 मा चाहिँ विश्व बैंकद्वारा सन् 2025 अप्रिलमा प्रकाशित प्रतिवेदन अनुसार सन् 2025मा दक्षिण एसियाको आर्थिक वृद्धि दर कति हुने अनुमान रहेको छ? यसको उत्तर हुन्छ 5.8% र सन् 2026मा भने सो वृद्धि दर 6.1% पुग्ने अनुमान चाहिँ गरिएको छ। र विश्व बैंकका अनुसार दक्षिण एसियाली राष्ट्रको आर्थिक वृद्धि प्रक्षेपण यस प्रकार रहेको छ, जसमा चाहिँ अफगानिस्तानको 2.5% रहेको छ र 2025मा र 2026मा 2.2 हुने अनुमान गरिएको छ र बङ्गलादेशको चाहिँ 3.3% र 4.9% रहनेछ र भुटानको 6.6% र 2026मा चाहिँ 6.7% र यसरी भारतको चाहिँ 6.5% र 6.3% रहेको छ र मालदिप्सको चाहिँ 5.7% रहेको छ र नेपालको चाहिँ 4.5% रहेको छ र 5.2% रहेको छ र पाकिस्तानको चाहिँ 2.7% र 3.1% रहेको छ। श्रीलङ्काको चाहिँ 3.5% र 3.1% रहेको छ। र प्रश्न 5 मा चाहिँ
नागरिक दैनिक प्रकाशन संस्था नेपाल रिपब्लिक मिडियाले यस वर्षको नागरिक नायक 2082 को उपाधि कसलाई सम्मानित गर्यो? यसको उत्तर हुन्छ नन्दादेवी कुँवरलाई संरक्षणकर्मी, घनश्याम पाठक प्रधानाध्यापक र पूजा महतो क्रिकेटरलाई चाहिँ सो उपाधिले सम्मान गरेको छ। र प्रश्न नम्बर 6 मा चाहिँ सन् 2025 को अमेरिकन कलेज अफ द फिजिसियन एसिफी अन्तर्गत प्रतिष्ठित ओस्लर कप उपाधि जित्न सफल नेपाली चिकित्सक को हुन्? यसको सही उत्तर हुन्छ डाक्टर रिया बोहरा। र एसिपी ओस्लर कप जित्ने रिया पहिलो नेपाली रहेकी छिन् र प्रतियोगितामा भारत, जापान, क्यानाडा, मेक्सिको, अमेरिका लगायतका देशका 60 उत्कृष्ट इन्टर्नल मेडिसिन रेसिडेन्ट टोलीको सहभागिता रहेको थियो र सो प्रतियोगितामा प्रतिस्पर्धीले उच्च स्तरीय क्लिनिक चुनौतीमा सहभागिता जनाएका थिए। र प्रश्न नम्बर 7 मा चाहिँ टेडा सेन्टर क्लाउड सेवा प्रदायकका रूपमा सूचीकृत हुने पहिलो नेपाली कम्पनी कुन हो? यसको उत्तर हुन्छ एनसेल रहेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गत सूचना प्रविधि विभाग विक्रम सम्वत 2082 वैशाख 7 गते एनसेल डेटा सेन्टर सेवा प्रदायक र क्लाउड सेवा प्रदायकका रूपमा सूचीकृत भएको हो र सूचीकृत भएसँगै नियम र पारदर्शिता र साइबर सुरक्षा सुदृढ हुने अपेक्षा गरिएको छ। र हाल एनसेलको ललितपुरको नखुम्मा बैङ्कमा सरकारी निकाय र ठुला व्यवसायी संस्थाले प्रयोग गर्न मिल्ने अत्याधिक टियर 3 डेटा सेन्टर सञ्चालनमा रहेको छ। त्यस्तै गरी यसले पोखरा हेटौडा डिजास्टर रिकभरी डेटा सेन्टर सञ्चालन गर्दै आइरहेको छ। र प्रश्न नम्बर 8 मा चाहिँ भारत पाकिस्तान बीच सन् 1990 मा भएको जल सन्धि भारतद्वारा निलम्बन गर्ने निर्णय कहिले भएको हो? यसको उत्तर हुन्छ सन् 2025 अप्रिल 23 मा सो निर्णय भएको हो। र भारतले कश्मीरको पहलगाम सन् 2025 अप्रिल 22 र 26 जनाको ज्यान जाने गरी भएको आतंककारी हमलामा पाकिस्तानी नागरिकको संलग्नता देखिएको भन्दै भारतले कूटनीतिक सम्बन्ध घटाउने, सिन्धु जल सन्धि निलम्बन र भिसा रद्द गर्ने लगायतका निर्णय गरेको छ। र प्रश्न नम्बर 9 मा चाहिँ नई एकाडेमी अस्ट्रेलिया शाखाद्वारा साहित्यतर्फको नई पारिजात अवार्ड 2025 कसलाई प्रदान गरियो? यसको उत्तर हुन्छ साहित्यकार रामप्रसाद कोइरालालाई। पत्रकारितातर्फ निरु त्रिपाठी र सीता रसाइलीलाई चाहिँ यो पुरस्कार प्रदान गरिएको छ। र नयाँ वर्ष युवा पुरस्कार 2025 14 देखि 25 वर्षको 5 जना सम्मानित भएको छ। 12 देखि 24 वर्षमा 5 जनालाई सम्मानित भएको छ। र साहित्यतर्फ चाहिँ मोक्षदा अङ्गाईलाई सो पुरस्कार प्रदान गरिएको छ। र गीत सङ्गीततर्फ भने सन्देश पौडेललाई र गौरीमा रायमाझी र सिमोन सिरपालीलाई चाहिँ नृत्यतर्फ प्रदान गरिएको छ भने मिया पुनलाई चाहिँ खेलकुदतर्फ सो पुरस्कार प्रदान गरिएको छ। नेपाल भारतबीच 400 केबी क्षमता 2 अन्तर्देशीय प्रसारण लाइन निर्माणका लागि संयुक्त कम्पनी स्थापना सम्बन्धी सम्झौता कहिले भएको हो? यसको उत्तर हुन्छ विक्रम सम्वत 2082 वैशाख 9 गते सो सम्झौता भएको हो। यसअघि 2081 माघ 29 मा भारतको नयाँ दिल्लीमा भएको ऊर्जा सचिव स्तरीय संयुक्त निर्देशक समितिको बैठकले नेपाल भारतबीच इन्रुवा न्यू पुर्णिया र दोधारा न्यू लम्की बरेली बीचको 400 किलोभोल्ट क्षमतामा अन्तर्देशीय प्रसारण लाइन संयुक्त कम्पनी स्थापना गरेर निर्माण गर्ने सहमति भएको थियो। र यसरी प्रश्न नम्बर 11 मा चाहिँ राष्ट्रिय फोटो पत्रकार मञ्च नेपालको फोटो पत्रकारिता अवार्ड 2025 बाट कसलाई सम्मानित गर्यो? यसको उत्तर हुन्छ मनोज साई र कविता थापालाई गोरखापत्रमा आबद्ध हुनुहुन्थ्यो र उहाँहरूलाई चाहिँ राष्ट्रिय फोटो पत्र मञ्चले नेपाली फोटो पत्रकारिता अवार्ड 2025 प्रदान गरेको छ। र प्रश्न नम्बर 12 मा चाहिँ सुनसरीको तरहरामा 2082 वैशाखमा सम्पन्न राष्ट्रिय कविता प्रतियोगितामा प्रथम हुन सफल कवि को हुन्? यसको चाहिँ उत्तर रहेको छ अविनाश भट्टराई। कविता झ्यालको सौन्दर्यास्त्र भन्ने कविताबाट उहाँ पुरस्कृत हुनुभएको छ। र प्रथम चाहिँ अविनाश भट्टराई कविता झ्यालको सौन्दर्य शास्त्रबाट, द्वितीय चाहिँ शुभचन्द्र राई कविता आशाबाट र तृतीय चाहिँ एलिसा एक्लास कविता पृथ्वीको अन्तिम रुखबाट र सान्तोना चाहिँ रोमा लम्साल कविता मानिसलाई रुखको अन्तिम प्रश्न र दिपिन
सिजापतिलाई चाहिँ कविता सङ्घर्ष र सङ्कल्पबाट सम्मानित हुनुभएको छ। प्रश्न नम्बर 14 मा चाहिँ नेपाली समुदायको सौन्दर्य तथा प्रतिभा प्रदर्शन गर्ने उद्देश्यले आयोजित मिस नेपाल क्यानाडा 2025 को उपाधि जित्ने युवती को हुन्? यसको उत्तर हुन्छ अनु सुवेदी। त्यसैगरी मिसेस नेपाल क्यानाडा 2025 को उपाधि मेघना नेपाल समुदायको सौन्दर्य तथा प्रतिभा प्रदर्शन गर्ने उद्देश्यले आयोजित मिस नेपाल क्यानाडा 2025 को उपाधि जित्ने युवती को हुन्? यसको उत्तर हुन्छ अनु सुवेदी। त्यसैगरी मिस नेपाल क्यानाडा 2025 को उपाधि मेघना गजमेयरले हात पारेकी छिन् र प्रतियोगितामा मिस क्याटेगोरीतर्फ प्रशंसापत्र फर्स्ट रनअफ तथा स्वर्णपरी श्रेष्ठ सेकेन्ड रनअफ र घोषित भएका र मिसेस क्यानाडागोरीमा मन्जु बस्नेत फर्स्ट रनअफ र प्रतीक्षा कुँवर सेकेन्ड रनअफ घोषित भएकी छन्। यसरी प्रश्न नम्बर 15 मा चाहिँ छिन्नलता गीत पुरस्कार गुठीले 2081 सालको छिन्नलता गीत पुरस्कार कसलाई प्रदान गर्यो? यसको उत्तर हुन्छ गीत रचनातर्फ राजेन्द्र रिजाललाई, सङ्गीततर्फ आवास अच्युत फुयाललाई र गायनतर्फ इतु जोजीज्यू र रामभक्त जोजीज्यूलाई सो पुरस्कार प्रदान गरेको छ भने युवा प्रतिभा पुरस्कार यसअगाडि योगीलाई प्रदान गरिएको थियो र विक्रम सम्वत 2079 देखि छिन्नलता गीत पुरस्कारको राशि 1 लाख रुपैयाँ तथा युवा प्रतिभा पुरस्कारको राशि चाहिँ 40,000 रुपैयाँ कायम भएको छ। प्रश्न नम्बर 16 मा चाहिँ वसुन्धरा मान प्रज्ञा प्रतिष्ठाले 2082 सालको प्रतिष्ठा वसुन्धरा श्री पुरस्कार कसलाई प्रदान गर्ने निर्णय गर्यो? यसको उत्तर कवि तुलसी दिवसलाई चाहिँ सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ र वसुन्धरा श्री पुरस्कारको राशि चाहिँ 75,000 रुपैयाँ रहेको छ र प्रतिष्ठाले 2082 सालको मानसिक पुरस्कार कवि तोया गुरुङलाई प्रदान गर्ने निर्णय गरेको छ र यस पुरस्कारको राशि 50,000 रुपैयाँ रहेको छ। र यसरी प्रश्न नम्बर 17 मा चाहिँ शिलापत्र वर्ष व्यक्तित्व 2081 बन्न सफल जनप्रतिनिधि को हुन्? शिलापत्र वर्ष व्यक्ति 2081 बन्न सफल जनप्रतिनिधि चाहिँ रेणु दाहाल रहनुभएको छ। भक्तपुर महानगरपालिकाको मेयर सहित रेणु दाहाललाई सो पुरस्कार प्रदान गरिएको छ। उनी बेलायतको संसद भवन हाउस अफ द कमन्समा इन्टरनेसनल मेयर अवार्डबाट सम्मानित भएकी। पूर्व प्रहरी महानिरीक्षक दुर्लभ कुमार थापाको निधन कहिले भएको हो? विक्रम सम्वत 2082 वैशाख 10 मा सो पूर्व महानिरीक्षक दुर्बल कुमारको थापाको मृत्यु भएको छ र थापा विक्रम सम्वत 2035 साउनदेखि विक्रम सम्वत 2039 जेठसम्म आइजिपी भई कार्य सम्पादन गर्नुभएको थियो। र यसरी प्रश्न नम्बर 19 मा चाहिँ सन् 2024 अप्रिलमा एसियन फोरस अफ पार्लियामेन्टेरियन्स अन पपुलेसन एन्ड डेभलपमेन्टको युवा समिति अध्यक्ष निर्वाचित हुन सफल व्यक्तित्व को हुन् रहेको छ। यसको प्रश्न चाहिँ योगेश गौचन थकाली प्रतिनिधि सभा सांसद रहनुभएको छ र मलेसियाको क्वालालम्पुरमा अप्रिल 27 र 28 मा भएको महासभाबाट थकाली अध्यक्ष निर्वाचित भएका एसियाको फोरम अफ द पार्लियामेन्ट्स एन्ड अन पपुलेसन एन्ड डेभलपमेन्ट एसिया प्रशान्त र मध्य एसियाका 30 वटा राष्ट्रहरूमा समिति सांसदहरू मिली बनेको एक क्षेत्रीय सञ्जाल रहेको छ र महिला बालबालिका युवा र वृद्ध जस्ता समूहको हितका लागि नीतिगत संवाद र सहकार्य प्रवर्धन गर्ने यस संस्थाको उद्देश्य रहेको छ। सो साथीहरू, आजको भिडियो तपाईलाई कस्तो लाग्यो कमेन्ट गर्न नभुल्नुहोला।